सो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सबजना सन्चै आरामै हुन्छ होला, म पनि सन्चै आरामै छु गो। सो गाइज हेर्न सक्नुहुन्छ पछाडि चाहिँ ओब्बरै बबाल तरिकाको घर छ होइन। आमा सानसानै घरको अगाडितिर म बस्दिनँ नि, यो घर चाहिँ ओब्बरै पुरानो घर हो होइन। अनि गाइज अहिले चाहिँ म ओब्बरै टी सर्टसित यो रियल म्याट्रिकको होइन जर्सी सर्सी लगाएर खतरा देखिरहेको होला त होइन, देख्छ त अब यस्तो खतरा खतरा जर्सी लगाइछ होइन। सो गाइज अहिले चाहिँ म गाउँमा छु अनि होइन यो चाहिँ मेरो डे 2 भ्लग हो होइन। हिजो पनि मैले बबाल तरिकाको भ्लग बनाएको थिएँ तर हजुरहरूले हेर्नु नै भएको छैन भने हेर्नु होला। सो गाइज अनि अहिले चाहिँ हामी चाहिँ होइन यस्तो तरिकाले होइन पुरै होइन रेडी भएर घुम्न जान लागेको छौँ। अनि त्यसपछि जाउँ न त, अब भइसक्यो त। सो गाइज आज चाहिँ हामी बबाल तरिकाले खोला जाने हो होइन। हिजो चाहिँ पानी परेर वाइल्ड होइन खत्तम भएको थियो होइन, अलि धेरै बेर खेल्न नि पाएको थिएन। अनि केटाहरू चाहिँ पछाडि आउँदैछ अनि म चाहिँ बबाल तरिकाले भ्लग बनाएर होइन अगाडि गइरहेको छु। जस गाउँमा चाहिँ एकदम बबाल छ क्या गाउँ हेर्नु न। ओ माई गड, यो हो नि त गाउँ भनेको, यस्तो एस्थेटिक होइन, के भनौँ यसलाई। गाइज अहिले चाहिँ म गाउँको खतरा खालको माल खाना लगाइरहेको छु होइन। यो चाहिँ गाउँघरमा पाउने यसलाई के भन्छ आल्चा। सो गाइज होइन यसले चाहिँ मलाई दिइसकेको छ। यो चाहिँ कस्तो हुन्छ म पहिला टेस्ट गर्छु अनि तपाईँहरूलाई भन्छु। बन्द छ होइन गाइज। यतिको खाना चाहिँ सिन्धुपाल्चोक आउनै पर्यो है गाइज। यस्तो काठमाडौँतिर पाइँदैन नि, फेरि सब डुप्लिकेट मात्र पाइन्छ। अनि अगाडि चाहिँ एउटा अङ्कलले बबाल तरिकाले काठ लिएर आउनु भएको रहेछ होइन। बबाल तरिकाले काम गर्नु हुँदो रहेछ, त्यो अङ्कलसित नै बोल्नुपर्ने हुन्छ। यतिको मिठो भएपछि के चाहिन्छ क्या, आमामा अब त खतरा इनर्जी आइसक्यो। अब त एकछिनबाट त रनिङ हान्ने हो, त्यहाँ गएर त बबाल स्विमिङ हान्ने हो होइन। अङ्कल काठ लिएर आउनु भयो गाइज, यहाँ हेर्नु सक्नुहुन्छ अङ्कलले चाहिँ यत्रो ठुलो एक्लैले बोकेर लिएर आउनु भएको छ। यो त कम्तीमा पनि 100 किलो त छ है। ओमा म जस्तो 3 जनाले नि एउटा बोक्नु सक्दैन, तर यो अङ्कलले एउटैले बोकिराख्नु भएको छ होइन। योहरूले चाहिँ मलाई ओपरै डिस्टर्ब गऱ्यो बोल्नलाई होइन, त्यही भएर म चाहिँ कुद्छु होइन गाइज। म चाहिँ अगाडि कुदिसकेको छु होइन। फुत्केर गयो यो मेरो ढाकाले ढाकेर राखेको, आफैमा लाग्यो के खै के जवानी भरको ढाटेको। गाइज होइन अहिले चाहिँ गाउँघरको मान्छेहरू चाहिँ ओभर होइन अलमोस्ट सबैजना चाहिँ विदेशतिर लाग्नु भइसकेको छ होइन। कोही काठमाडौँ कोही विदेश, धेरै जस्तो चाहिँ विदेशै होइन। अनि गाउँ चाहिँ पुरै सुनसान छ होइन। गाउँमा चाहिँ के बाटो बनाइदिएको छ, तर होइन बाटोमा चढ्ने न बाइक छ होइन, न गाडी छ होइन, न मान्छे नै छैन हिँड्नलाई होइन। हामी पनि अब 4-5 दिनको पाहुना भएको जस्तै छ होइन। जस नेपालमा यस्तो रोजगार भएको भए होइन मान्छेहरू यसरी जानु पर्दैन थियो होइन। अहिले चाहिँ मान्छेहरू पुरै गायब भएको छ होइन। पुरै आउने भनेको चाहिँ यस्तो चाडपर्वमा दसैँ तिहारको बेला हो होइन, त्यही पनि अनि अहिले त्यही पनि कम भइरहेको छ होइन गाइज। यस्तै हो होइन। मैले एउटा नबुझेको चाहिँ खत्रै चिज भनेको चाहिँ यो हो क्या, हेर्नु न 340 प्लस फो लेखाएको छ क्या होइन। यो लेखेको के हो यसको त मलाई मिनिङै थाहा छैन। 340 प्लस फो भनेको त 344 हो होइन। यो त बच्चालाई एक कक्षा बच्चालाई पनि थाहा हुन्छ, तर त्यो लेख्नेको के हो, त्यो लेखेर चाहिँ के पाइन्छ त्यो होइन, त्यो चाहिँ थाहा भएन होइन गाइज। थाहा छ भने तपाईँहरूलाई कमेन्ट गरिदिनु होला। ओ माइ गड के हो, केटाहरू त बिस्तारै आउँछ त यार, के हो जोस नै छैन यार। जोस हुने मान्छे नि अब मै हो कि, अब जोस हुने मान्छे अगाडि हिँड्छ, जोस नहुने मान्छे पछाडि बिस्तारै त कचुवा होइन जस्तो क्या। अनि गाइज अब चाहिँ त्योहरूको एकछिन वेट गर्नुपर्ने हुन्छ। चाहिँ हामी यस्तो खेतको होइन बारी हिँडिरहेको छौँ होइन। हिँड्छौँ त अनि गाउँमा त अनि यस्तो फेसिलिटी छ, अनि काठमाडौँमा यस्तो फेसिलिटी भएको भए अहिले काठमाडौँ कति विकसित भइसक्थ्यो। जस गाउँमा चाहिँ होइन यस्तो खेतको आली पनि हिँड्न मिल्छ होइन। आली भन्छ नि यसलाई। यहाँबाट चाहिँ पुरै सर्टकट हो क्या गाइज होइन। रोड हिँड्यो भने 10 मिनट लाग्ने बाटो यहाँबाट 3 मिनटमै पुगिन्छ क्या। अनि सिधै हामी चाहिँ उता तल खाजा लिन जान लागिरहेको छौँ अहिले चाहिँ होइन पसलमा। यहाँतिर फेरि पसलै हुँदैन क्या गाउँमा, एउटा टोलमा एउटा पसल छ क्या। अब गाउँतिर पसल खोलेर बस्दिनु क्या यार, बरु बबाल चल्छ होला यार। केटाहरू मेरो गफ सुनेर अगाडि हाँसिरह होला है अगाडि गर। सो गाइज मलाई बालै फरेर मलाई कसले के हुन्छ भने मलाई मतलब छैन। ओ माइ गड, ओमा कसम यार साइको भइदिएर। सो गाइज फाइनली म तपाईँहरूलाई देखाउँछु होइन, मैले झुट बोले जस्तो लाग्ला होइन। म चाहिँ साँच्ची भनेको अहिले त्यति हिँड्ने साथी हामी चाहिँ यो अगाडिको रोड आइसक्यो, नत्र चाहिँ त्यो घुमेर पुरै होइन 1-2 राउन्ड हान्नुपर्छ क्या यहाँ तल आउनलाई। तर यस्तो सर्टकट आएपछि त यो आइपुग्छ त एकैचोटिमा, रोडमा आइसक्यो। अब चाहिँ उता तलबाट चाहिँ होइन
पसल चाहिँ अनि त्यहाँबाट चाहिँ किन्नुपर्छ सामानहरू। यत्रो ठुलो गाउँ छ होइन, तर पसल चाहिँ त्यो तल एउटा मात्रै छ क्या गाइस। पसल मात्रै यत्रो यत्रो ठुलो गाउँमा पनि होइन मान्छेहरू सबजना गरिब भइसक्यो क्या। अब म पसल खोलेर सबजनालाई 50% अफमा दिउँ कि क्या हो यार। गाउँमा हेर्नु न यत्रो ठुलो हेर्नु न, पुरै एउटा काठमाडौँमा एउटा बजार होइन, एउटा पुरै सहर जस्तो यहाँ चाहिँ एउटा गाउँ छ क्या। त्यो पनि पसल एउटा हो, त्यहाँ तल एउटा छ क्या ठ्याक्कै त्यो निलो घरनिर छ होइन। अनि त्यही जान लागिरहेको छौँ हामी चाहिँ। सो गाइस चलो, बाटो फेरि यस्तो बवाल छ कि कतिखेर लड्छ थाहै हुँदैन। अहिले चाहिँ हामीले यो पसलबाट सामानहरू पनि लियौँ होइन। यहाँ चाहिँ यो पर केही पनि रहन्छ गाइस होइन, सामानहरू होइन, चाउचाउ मात्रै राखेर रहेछ होइन। गाउँमा एउटा पसल हुन्छ, त्यही पसलमा पनि चाउचाउ मात्रै पाइदिने क्या। अनि सो गाइस हामीले चाहिँ खाजासाजा केही लान पाइएन होइन, त्यो चाउचाउ किन्यौँ। अनि अब चाहिँ त्यही चाउचाउ खाएर मस्त अब पौडी खेल्नुपर्छ दिउँसोभरि खोलामा गएर होइन, इनर्जीको साथमा। मैले चाहिँ यहाँ इनर्जी ड्रिङ्क पाइसकेको छु होइन। गाउँघरको इनर्जी ड्रिङ्क भनेको चाहिँ यही लोकल वाटर हो। गाउँघरको लोकल पानी खाऊ, इनर्जी कमाऊ, इनर्जी निकाल। जस गाइस इनर्जी आयो होइन। अब चाहिँ बबाल तरिकाले खोला आइपुग्न लागिसकेको छ होइन। बबाल तरिकाले खोलामा गएर पुरै होइन 10 फिट माथिबाट हाम फाल्नुपर्ने हुन्छ होइन। अब तपाईँहरूले देखिसक्नु भइसक्यो होला होइन, हिजोतिरको भ्लग हेरेको छ भने, त्यही भएर हिजोतिरको भ्लग हेर्नु गाइस होइन। 10 फिट माथि गहिरोबाट के अरे अग्लोबाट हामी चाहिँ हाम फाल्छौँ। अनि चान्चुनेबाट हामी खेल्दैनौँ, चान्चुने खोलामा त खेल्दैनौँ। सो गाइस चलो लेट्स गो। सक्नुहुन्छ अहिले चाहिँ जाने बेला पुरै ओह्रालो छ होइन। अहिले आउने बेला यस्तो गाड फाटिन्छ गाइस होइन, यो उकालो आउने बेला होइन। त्यही माथि यस्तो गर्मी छ आज। जाने बेला गएर पौडी खेल्नु जेलसम्म ओभर रमाइलो एकदम मजा आइन्छ होइन। खोला चाहिँ यही तल यही ओह्रालो कट्न साथ आइपुग्छ होइन। अनि अहिले चाहिँ ओभर मजा आइरहेको छ हिँड्न पनि होइन, तर अहिले फर्किने बेला चाहिँ ओभर गाह्रो हुन्छ गाइस। अहिले चाहिँ फाइनली म चाहिँ होइन खोलामा आइसकेको छु। ल हेर्न सक्नुहुन्छ, ओ माई गड यस्तो बवाल छ होइन। सो गाइस अब चाहिँ अगाडिमा गएर होइन तपाईँहरूलाई दह पनि देखाउँछु। सो गाइस आमा आज त बवाल गर्मी छ होइन। आज चाहिँ जानु साथ स्विमिङ हानिदिनुपर्छ। यार ओभर छ आज त, कोही पनि जान्छ यार। गाइस हामीले खेल्ने दह चाहिँ यही हो होइन। हिजो पानी परेछ, ओभरै बढेछ यार खोला। हिजोसम्म नि त्यति थिएन यार, एक दिनै बढिदिन्छ क्या यहाँको खोला चाहिँ होइन। हेर्नु न अहिले त ओभरै ठुलो भएछ यार। मेरो आवाज पनि सुनिरहेको छैन होइन। यस्तोबाट जानुपर्ने हुन्छ क्या, यस्तोबाट उता तरेर उता जानुपर्ने हुन्छ होइन। सो सुरुमा चाहिँ थम सो गाइस होइन, यो तर्न चाहिँ ओभरै गाह्रो हुन्छ होइन। ओ माई गड सो गाइस आमा फाइनली आइसकेको छु होइन। बवाल खालको ठुलो झर्ना होइन, नेचुरल झर्ना। यस्तो झर्नामा आउन चाहिँ सिन्धुपाल चकाउनै पऱ्यो होइन। ओ माई गड अब चाहिँ झ्याप्छु होइन, केटाहरू चाहिँ लुगा खोलिसकेको हेर्नु सक्नुहुन्छ होइन। एक्साइटेड यतिको एक्साइटेड हुनु पऱ्यो होइन। अब गाइस म पनि लुगा खोज्छु होइन, अनि झ्याप्छु अनि हाल्छु। रोमन चाहिँ होइन माथि गएर हाम फाल्न लगाइरहेको रहेछ होइन। गाइस माथि जाउँ। ल छिर्जा न, छिर्जा गाइस। यसले हाम फाल्न लगाइरहेको छ होइन। सुरुमा चाहिँ यसले सुरुवात गर्नु। ओ माई गड बाबा तरिकाले हाम फाल्यो यार यो त। ल रोमन चाहिँ यति माथिबाट हाम फाल्ने होइन। ओ माई गड कति ठुलो डेल हो यसको। सो गाइस हाम फाल्ने रे मा कसम है, त खतरा हाम फाल्दो रहेछ नि त। अब चाहिँ म हाम फाल्छु होइन। मलाई चाहिँ भिडियो गर्ने कोही पनि आएन होइन। सो गाइस म आफै होइन क्यामेरा स्ट्यान्ड लाएर होइन यहाँबाट हाम फाल्न लागिरहेको छु। आज चाहिँ पुरै मुटु होइन पुरै ढकढक गरिरहेको छ, डर लागिरहेको छ होइन। किन हो होइन, त्यही पनि म होइन हार मानिरहेको छु। गाइस मैले चाहिँ खतरा हाम फाल्थेँ होइन। अब चाहिँ म पुरै स्याम्पू लाउँछु अनि त्यसपछि बबाल हाम फाल्छु गाइस। देख्नुभयो होला नि तपाईँहरूले, म चाहिँ बबाल हाम फाल्छु। यार त सही हाम फाल्दो रहेछ गाइस। हेर्नु सक्नुहुन्छ नयाँ फेरि स्टेप होइन।
गाइज अब चाहिँ होइन अभिषेकले उता माथिबाट हाम फाल्ने रोमन पनि गइरहेको छ होइन कसले दामी हान्दो रहेछ हेरौँ है त ल गाइज होइन वे हाने यार यो त खतरा हाने यार के हो है त्यो त त्यही हरायो त भित्रै ल ल ल ल के हो गाइज मान्छे गायब भयो यार ल यहाँ पो रहेछ ल ओइ हान्ला हान वे यार म त त्यहाँबाट हाम फाल्नै सक्दिनँ यार यार खतरा हान्दो रहेछ So guys, ओभर मजा आइरहेको छैन ओ माई गड यस्तो बवाल मजा त कहाँ आउनु क्या गाइज ओ माई गड यो हो नि त गाइज असली रमाइलो भनेको क्या यार सो गाइज अब चाहिँ हामी तिनजना पुरै रेस खेल्न लागिरहेको छौँ होइन उता त्यो झर्नामा छुएर आउनु पनि हुन्छ झर्नाको कुरामा गर होइन को पहिला आउँदो रहेछ त्यहाँ गएर छुएर होइन त्यो त विनर हुन्छ ल गाइज हेरौँ है त ल रोमनले चाहिँ खेल्यो यसको विनर चाहिँ म हो होइन बबाल रमाइलो भइगयो होइन गाइज अब चाहिँ एउटा लास्ट रहेछ होइन यो पनि लाएर पुरै हामफालो पनि हुन्छ ओ माई गड ल टाउकोमा भएको तपाईँ मैलो जति अब हटिदिएको होइन ल ल ल ल 5 वर्षदेखिको मैले होइन यसको 5 वर्षदेखि म त डेली नआउँछु भाइ त हो पुरा 5 वर्षदेखि कसरी गर्नु त अन्त मैले सासै गर्नु सक्दैन चाहिँ होइन पौडी खेल्नलाई एकछिनलाई पुग्यो होइन अब एकछिन चाहिँ घाम ताप्नुपर्छ यहाँ ओभर मजा आयो होइन ओ माई गड यो हो क्या गाइज असली मजा भनेको चाहिँ होइन टक्क दिउँसोभरि पौडी खेल्यो घाम ताप्यो आफ्नो त कस्तो पोल्यो दिउँसोभरि होइन पौडी खेल्यो घाम ताप्यो खाजा साजा खायो यो पो भनेर यार गाइज हेर्न सक्नुहुन्छ यो धरारा चाहिँ मैले बनाएको होइन यसलाई चाहिँ के भन्छ मलाई थाहा छैन यो मैले बनाएँ अब चाहिँ यसलाई म खतरा तालले फुटाउँदैन पहिलो निशाना होइन पौडी चाहिँ ओभर हान्यो अब खाजाको नाममा चाहिँ यही एउटा चाउचाउ थियो होइन त्यो चाउचाउ पनि अब खानुपर्ने हुन्छ अलिक बबाल ठाउँमा गएर खान्छु म चाहिँ होइन त्योहरू चाहिँ तल बसेर खान्थे ओ माई गड अब म चान्चुने मान्छे होइन चान्चुने ठाउँमा बसेर खाइन्न त्यो गाइज होइन म चाहिँ यहाँ माथि आएर खान्छु ओ माई गड यो हो नि त गाइज असली मजा भनेको यहाँ झर्नाको बसेर खानुपर्ने रुख माई गड गाइज तपाईँहरूले यसरी त अहिलेसम्म खाएकै छैन होला है अब सानसानो मान्छे होइन क्या अब यस्तो बबाल ठाउँमा बसेर हेर्नु न अलिक भेट्दैन भेट्यो भने चाहिँ पानी हालेर खानुहुन्छ होइन अब चाहिँ म एउटा खतरा खालको होइन माथिबाट हाम फाल्छु अनि त्यो हाम फालेपछि चाहिँ हामी घरतिर लाग्छौँ होइन र यसले चाहिँ मेरो भिडियो सुट गर्छ र आइज आइज छिटो आइज यति माथिबाट होइन हाम फाल्न लगाइरहेको छु म चाहिँ यहाँबाट होइन ओ माई गड ल सो गाइज अहिले चाहिँ पौडी खेलेर पनि भ्यायो होइन अब चाहिँ लुगा सुगा पनि लगाइसक्यो अब चाहिँ घरतिर त जानुपर्ने हुन्छ होइन ओ माई गड आज चाहिँ ओभरै मजा आयो होइन गाइज ओभर मजा आयो ह सो गाइज अब चाहिँ जानुपर्ने हुन्छ होइन जानेमा चाहिँ मकै भट्टा सबैले जानुपर्ने हुन्छ होइन सो गाइज फेरि पनि बाई बाई खोला होइन फेरि भेट्नुपर्छ कुनै दिन गाइज फाइनली हिँड्दा हिँड्दा हामी चाहिँ यहाँ माथिसम्म चाहिँ आइपुग्यो होइन अझै पनि आधी बाटो भन्दा नि आधी बाटो हिँड्नै मागिन्छ आम्मा लास्ट गाडो हुने क्या यो उकालो हिँड्ने बेला चाहिँ होइन जाने बेला ओभर मजा आइरहेको थियो आम्मा कसरी जाने हो यत्रो माथि आइसा आम्मा सो गाइज होइन लास्टै गाह्रो हुने रहेछ